अनि नि साथीहरू पहिला म सानो हुँदाखेरि नि हामी बिहान जुरुक्क उठेर डोकोमा गाग्रो हालेर देवीथानमा पानी लिन जान्थ्यौँ। लगभग आधी घन्टा जस्तो 40 मिनटको बाटो जान्थ्यौँ। अन्त देवीथानमा बिहानै उठेर पानी लिन गयो। अनि त्यहीँनिर थपक्कन ढुङ्गा चाम्रो ढुङ्गा अनि माथिबाट फोस्के ढुङ्गा राख्यो अनि माथिबाट अर्को ढुङ्गाले पिसो अनि पाउडर हुन्थ्यो। अनि त्यसरी दाँतहरू मोलोहरू त्यहाँदेखि अनि पानी भरि भरो अनि घरमा आइपुग्दा त्यो गाग्रा डोकोबाट गाग्रो हल्लेर चत्ल्याङ 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 गर्दै गर्दै आधीसम्म आइपुग्थ्यो पानी। घरमा एकदम आधी पानी भएको हुन्थ्यो। अनि त्यसरी नै हाम्रो कति वर्षसम्म जिन्दगी बितिरह्यो। त्यहाँदेखि पछाडि त्यहाँ दाँत मोल्ने सिस्टम अलिकति चेन्ज भयो है। कदम भन्ने एउटा रुख हुन्छ, हो त्यो कदमको चोपले दाँत मोल्न थाल्यो है। कति वर्षसम्म मोल्यो त्यो कदमको चोपले। त्यहाँदेखि हामी भुटानदेखि नेपाल आयौँ। नेपाल आएर चेन्ज भयो। त्यतिखेर चाहिँ केले मोल्न थाल्यौँ भन्दा एउटा रेड डाबर दन्त मञ्जन है के भन्ने पाउँथ्यो, त रातो बट्टा हुन्थ्यो, पाउडर चुस लगायो अनि त्यसले मोलो। अनि त्यसो गर्दै 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 अब अहिलेसम्म हामीले साँच्चै हुन्छ नि मैले डेन्टलै देखाएको छुइनँ। म डेन्टलै जाँदिनँ। एकचोटि युएसमा आएर डेन्टल देखाउनै पर्छ अरे भनेर डेन्टल देखाउनु गएको। गर्न लगाएँ, गरेको कस्तो राम्रो दाँत, कति स्ट्रङ, कति राम्रो दाँत रहेछन् तेरो, यु डोन्ट निड टु ट्रिटमेन्ट राइट नाउ भने त्यहाँदेखि म अहिलेसम्म ट्रिटमेन्टमा पनि गएको छुइनँ। अनि म यसो विचार गर्छु अहिलेको नानीहरूलाई एभ्री 6 मन्थमा अब डेन्टल चेकअप गरेन भने स्कुलले लिँदैन। फ्लस अरे दाँत होइन, जति धेरै उयो छ नि मेडिकलहरू त्यति धेरै मान्छेको शरीरमा प्रब्लम। हाम्रो बाबुआमाहरूले दाँत कहिले देखाएनन्। ढुङ्गाले मोले, कदमले मोले। 90 वर्षसम्म पनि बाबुआमाको दाँत झरेन। अहिले यहाँ थाहा छ 40 वर्ष नभइकन तेरो दाँत सब एक्सरे गर्छ 40 वर्ष नभइकन तेरो दाँत सबै झर्ने बेला भएछ, झार्नुपर्छ भन्छ। पाक्ला पुग्लो खोलिदिन्छ, अर्को फेक दाँत लगाइदिन्छ। त्यो भन्दा त बरु हाम्रो ओरिजिनल दाँतै ठिक छ नि आफै केयर गर्दा भइहाल्यो नि, किन डेन्टलै जानुपर्छ।